हेलो नमस्कार। मलाई चाहिँ 3 दिन जति भयो एकदम टाउको दुखिरहेको छ। बेला बेलामा चाहिँ ज्वरो आइरहेको छ। नाक पनि बन्द हुने, रुगा लाग्ने, खोकी लाग्ने, घाँटीको पछाडि भाग दुख्ने, खसखस गर्ने अनि नाके स्वरहरू त्यस्तो आइरहेको छ क्या। मेरो जस्तै समस्या हुने चाहिँ एकदम धेरै बिरामीहरू चाहिँ सिधै मेडिकल जानु हुँदो रहेछ। अनि मेडिकल गएर चाहिँ मलाई ज्वरो निको पार्ने कडा औषधि चाहियो भनेर चाहिँ सिधै एन्टिबायोटिक खाइदिनु हुँदो रहेछ क्या। यो चाहिँ एकदमै 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 गलत प्र्याक्टिस हो। किन भन्दाखेरि चाहिँ जुन तपाईँलाई अहिले भइरहेको छ, जुन मलाई अहिले भइरहेको छ, त्यो चाहिँ मोस्ट लाइकली भाइरसको कारणले गर्दा हुने सामान्य रुगाखोकी हो, जसमा चाहिँ एन्टिबायोटिकले ठिक गर्ने कुनै पनि रोल हुँदैन। अनि यो यदि चाहिँ हामीले यस्तो नचाहिने बेलामा प्रयोग गरिदिउँ भने चाहिँ एन्टिबायोटिक रेजिस्टेन्स हुने चान्स चाहिँ एकदमै बढी हुन्छ। त्यो भनेको चाहिँ कस्तो भन्दाखेरि अहिले तपाईँले नचाहिने बेलामा अनावश्यक एन्टिबायोटिक्स खाइदिँदा चाहिँ पछि तपाईँलाई जब चाहिने बेलामा चाहिँ त्यो एन्टिबायोटिकले काम नगर्ने, त्यही कीटाणुलाई चाहिँ काम गराउनलाई एकदम कडा एन्टिबायोटिक, अलिक खतरनाक एन्टिबायोटिक प्रयोग गर्नुपर्ने हुनसक्छ र एन्टिबायोटिकहरूको साइड इफेक्ट पनि देखिन्छ। हो, तपाईँले अब यस्तो गरिरहनु भएको छ भने अब आगामी चाहिँ के गर्ने भन्दाखेरि तपाईँलाई मेरो जस्तै समस्या भएको छ भने मजासँग दिनको 3 टाइम जति सिटामोल खान मिल्छ सिटामोल खानुहोस्। पानी प्रशस्त पिउनुहोस्, तातो पानी, दालहरू, झोलिलो कुराहरू प्रशस्त पिउनुहोस् अनि आराम गरेर बस्नुहोस्। मास्कको प्रयोग गर्नुहोस्, अरूलाई सङ्क्रमण नबढाउनुहोस्। र हजुरहरूले यसरी गर्दाखेरि पनि 2-3 दिनमा झन्झन गाह्रो हुन थाल्यो, झन्झन अप्ठ्यारो हुन थाल्यो, ज्वरो एकदम बढ्न थाल्यो भने चाहिँ डक्टरकोमा जानुहोस्। हस्पिटल गएर चाहिँ रगतको जाँच गर्नुहोस्। एटलिस्ट पनि सिबिसी सिआरपी भन्ने जाँच हुन्छ, त्यो जाँच गराउनुहोस्। र त्यो जाँच गर्दाखेरि यदि ब्याक्टेरियाको कारणको इन्फेक्सन जस्तो देखियो भने मात्र एन्टिबायोटिक खानुहोस्, नत्र जथाभावी एन्टिबायोटिक नखानुहोस्। आफू पनि स्वस्थ रहनुहोस्। अनावश्यक चक्लेट जसरी एन्टिबायोटिक चाहिँ नखाइदिनु होला। हस्, धन्यवाद।